नमस्कार, म डाक्टर अनुपमा। आज महिलाको नलीको टेस्ट एसएसजी कसरी गरिन्छ त्यसको बारेमा जानकारी लियौँ। एसएसजी महिलाको नलीको टेस्ट गर्ने एउटा आधुनिक टेस्टको नाम हो र यो अल्ट्रासाउन्डको मद्दतबाट गरिन्छ। 8 देखि 10 मिनेटमा यो टेस्ट कम्प्लिट हुन्छ र माइल्ड पेनको मात्र महसुस हुने भएकोले बेहोस गर्ने जरुरी हुँदैन। एसएसजीको लागि स्टेराइल इन्स्ट्रुमेन्ट्स रेडी पारेका छौँ। स्पन्ज होल्डर, एलिस, सिम्स, पेडियाट्रिक फोलिज क्याथेटर रेडी पारेका छौँ। पेसेन्टलाई लिथोटोमी पोजिसनमा राखेका छौँ र युएसजी मेसिन रेडी पारेका छौँ। नर्मल सलाइन लिएका छौँ र एन्टिबायोटिक सोल्युसन पनि लिएका छौँ। इटाडिनले प्राइभेट पार्ट र भजाना क्लिन गरिसकेपछि सिम्स हालेर सर्भिक्सको एन्टेरियर लिप होल्ड गर्छौँ। सर्भिक्स पनि बिटाडिनले क्लिन गरिसकेपछि पेडियाट्रिक फोलिज क्याथेटर र आर्ट्रीमा लिएपछि एक्सटर्नल अस थ्रु इन्टर्नल असमा इन्ट्रोड्युस गर्छौँ। क्याथेटरको बाउ 4 ml नर्मल सनलाइनले इन्फ्लेट गरिन्छ र ट्रान्सभजाइनल अल्ट्रासाउन्डमा देख्न सक्नुहुन्छ क्याथेटर र इन्फ्लेटेड बलुन। त्यसपछि क्याथेटरको स्टिलेट चेकिन्छ र कनेक्टर कनेक्ट गरिन्छ। 10 ml सिरिन्जमा एन्टिबायोटिक सल्युसन लिइन्छ। टिभिएसको प्रोबमा राइट एन्डेक्समा फोकस गरिन्छ र डपलर अन गरिन्छ। एन्टिबायोटिक सोल्युसन पुश गरिन्छ र देख्न सक्नुहुन्छ राइट एन्डेक्समा डपलर राख्दाखेरि कलर चेन्ज भइरहेको छ, त्यसको मतलब राइट ट्युब ओपन भएको छ। त्यस्तै गरी लेफ्ट एन्डेक्समा डपलर फोकस गरिन्छ र एन्टिबायोटिक सोल्युसन पुश गर्दा देखिरहनु भएछ कलर चेन्ज भएको छ, त्यसको मतलब लेफ्ट ट्युब पनि ओपन छ। त्यसपछि युट्रसमा फोकस गरिन्छ र इन्फ्लेटेड बलुनलाई डिफ्लेट गरेर क्याथेटर रिमुभ गरिन्छ। यति बेला यदि युट्राइन क्याभिटीमा कुनै स्पेस अकुपाइङ लेसन जस्तै फाइब्रोइड, पोलिप छ भने राम्रोसँग डायग्नोसिस गर्न मद्दत पुग्छ। उहाँ महिलाको क्याभिटीभित्र केही पनि प्याथोलोजी देखिँदैन। त्यसपछि राइट ओभरीमा फोकस गरिएको छ र डे 8मा यहाँ कुनै पनि डोमिनेन्ट फोलिकल देखिएको छैन। त्यस्तै गरी लेफ्ट ओभरीमा फोकस गरिन्छ र देख्न सक्नुहुन्छ उहाँ महिलाको डे 8मा लेफ्ट ओभरीमा एउटा 12 mm को डोमिनेन्ट फोलिकल बनिरहेको छ र यो डोमिनेन्ट फोलिकलको मेजरमेन्ट लिएको छ। यसरी एसएसजी प्रोसिजर कम्प्लिट हुन्छ। निसन्तानपन भइरहेको दम्पतिमा नलीको टेस्टबाट कुन उपचारको आवश्यकता हुन्छ भन्ने निर्णय गर्न सकिन्छ। आइयुआई गर्नको लागि एटलिस्ट एउटा नली खुलेको हुनुपर्छ र यस्तो छ भने 3 देखि 4 पटकसम्म आइयुआई गर्न सकिन्छ। तर दुवै नली बन्द छ भने टेस्टी बेबी अथवा आइभीएफ गर्नु जरुरी हुन्छ सन्तान प्राप्ति गर्नको लागि। त्यही भएर निसन्तानपन भइरहेको दम्पतिलाई पहिला नलीको जाँच एसएसजी गरेर कुन उपचारको आवश्यकता छ भन्ने पत्ता लगाउनु जरुरी हुन्छ र त्यसअनुसार उपचारमा अगाडि बढ्न सकिन्छ।